जय श्रीमन्नारायण। हामीले जीवनमा विद्या आर्जन गरेपछि त्यस विद्याको सार्थकता कहिले हुन्छ त भन्दा विद्या ददाति विनयम विनयात् याति पात्रताम पात्रत्वात् धनमाप्नोति धनात् धर्मः तथा सुखम। जब विद्याले विनय उत्पन्न गराउँछ र जो पढे लेखेको विद्वान हुनुहुन्छ उहाँहरू जहिले पनि नम्र रहनुहुन्छ र विनयले उसमा योग्यता ल्याउँदछ। जसले पात्रता ल्याउँदछ, जसमा पात्रता हुन्छ उसले संसारमा ऐश्वर्य धन आर्जन गर्नुहुन्छ र जब धन आर्जन हुन्छ त्यो धनले धर्म गर्नुहुन्छ र धर्म जहाँ हुन्छ त्यहाँ अवश्य नै सुख हुन्छ। शास्त्रमा पनि उल्लेख छ नि, यतो धर्म तथा सुखम। जहाँ धर्म हुन्छ त्यहाँ अवश्य नै अवश्य सुख मिल्दछ। जय श्रीमन्नारायण।